कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले नार्क अहिले विषम परिस्थितिमा रहेको बताउनु भएको छ। राष्ट्रिय कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत धनकुटामा रहेको कार्यालयको अनुगमन गर्दै मन्त्री अधिकारीले विषम परिस्थितिकै बीच सकेसम्म जनतालाई राम्रो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ। उहाँले अहिले कर्मचारी समस्यासँग जुधिरहेको नार्कमा सधैँ यो समस्या नरहने समेत बताउनु भएको छ। उत्पादनमा कमी आउँछ, उत्पादनमा कमी आइसकेपछि बाँच्न त चाहन्छन् नेपाली, अनि आयात वृद्धि हुँदा हाम्रो अवस्था के रहला? हाम्रो सबै पैसा विदेशी निकाल्नु हुन्छ। यसतर्फ हामी सबैको ध्यान दिनुपर्ने जरुरी छ। त्यसैले पनि नेपाल कृषि अनुसन्धान परिषदमा संलग्न रहनुभएका विज्ञ साथीहरू हुनुहुन्छ, उहाँहरूलाई यहाँहरू सबैलाई म आग्रह गर्न चाहन्छु। मन्त्री अधिकारीले धनकुटामा रहेको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रेबास, राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, राष्ट्रिय व्यावसायिक अनुसन्धान कार्यक्रम तथा राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमको समेत अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा सबै कार्यालयका प्रमुखहरूले कार्यालयको अवस्था तथा अहिलेसम्म भएका प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो।